नमस्कार साथीहरू, आज चाहिँ म खट्टी मिठी बनाउँदैछु। मिठो खालको खट्टी मिठी बनाउनको लागि सबैभन्दा पहिला आफूलाई राम्ररी पखाल्ने, त्यसपछि आफूलाई कस्तो खालको पिस बनाउन मन लाग्छ त्यही अनुसार मसिनो ठुलो जस्तो मन पर्छ त्यस्तै पिस काट्ने। मैले काटिसके, रेडी भयो। अब त्यसपछि पकाउनको लागि तयारी गर्दैछु। सक्खर मसलाहरू सबै ठिक्क बनाएँ। तेल बसाएँ, मेथी हाले, त्यसपछि जीरा, धनिया, खुर्सानी, त्यसपछि पानजिरा सबै थोक पड्काएँ, बेसार पनि लगाएँ अनि अघि काटेको आँपलाई यसरी त्यसैमा लगाएँ। त्यसपछि स्वाद अनुसार नुन पनि लगाउने अनि सक्खर पनि लगाउने माथिबाट। त्यसपछि यसलाई राम्ररी मजाले चलाउनु पर्छ। आगो चाहिँ लो हिटमा बनाउनु पर्छ। ठुलो बनायो भने डढ्छ, त्यही भएर बिस्तारै सानो आगोमा मजाले पकाइरहनु पर्छ। एकछिन चलाउँदै, जति चलायो त्यति राम्रो हुन्छ। एकछिन छोपिदिएँ मैले, यसरी मजाले पाकिसक्यो। मजाले चलाइरहने। अब लगभग पाक्न लागिसक्यो खट्टी मिठी। मैले ट्राई गरेँ, यसरी पाकेको पाकेन भनेर पाकिसक्यो। एउटा प्लेटमा मैले यसरी खन्याएँ। यसरी लगाएपछि चाहिँ बट्टामा हाल्न सजिलो हुन्छ। आज तयारी भयो मेरो खट्टी मिठी। हजुरहरूलाई मनपर्छ कि पर्दैन? हजुरहरू सबैलाई धन्यवाद। हजुरहरू पनि यसरी बनाएर खान सक्नुहुन्छ।